Hello everyone, good evening to all of you guys. So Bakkar vlog start gareko, new day, new vlog. Thank you so much for watching, and please I just wanted to show my some friends who is in my house and the colleagues who working with me. The first one is Bir Chef, the second one is Mohammed Chef, my senior. He is my colleague. So we are here at my room, at my flat, that we are going to making something new, special things. I think we are making biryani, right, Chef? Which biryani? Chicken biryani, but I don't know dum biryani or Hyderabadi. I have no idea, but Chef will make it. वो बोल रहे हैं कि अभी हिंदी में बात करो सर, ठीक है? हिंदी में भी करता हूँ, नेपाली में भी करता हूँ, ठीक है? So he is an Indian, so he don't know how to speak Nepali, so that's why I have to speak Hindi either English, yeah, right? So Bir Chef ले चाहिँ बनाउनु हुन्छ क्या? अब के बनाउने अरे Bir Chef? सिम्पल चिकन दम बिरयानी. सिम्पल चिकन दम बिरयानी बनाउनुहुन्छ अरे. अनि म चाहिँ अब हेर्ने मलाई बनाउन आउँदैन बिकज आई एम फ्रम बेकरी डिपार्टमेन्ट. आई नो हाउ टू मेक बट आई वांटेड टू टेस्ट फ्रॉम दोज गाइज लाइक हु वांट्स टू मेक. सो मैं आज गेस्ट हूँ, ठीक है? मैं आज ओनली गेस्ट. ये बोल रहे हाँ कुछ बोलो मेरे ब्लॉग में. सो वेलकम शेफ, बोलो कुछ. हंस क्यों रहे हो? ऐसे करे हंस रहे. देखो वहां पर एक बंदर भी है. ये देखो करण भी है. और ये दोनों आज पकाएंगे बिरयानी हमारे लिए ना सेफ. हम दोनों के लिए पकाएंगे ना. हम दोनों यहाँ पर मौज मस्ती करेंगे. दिखाएंगे आप लोगों को भी थोड़ा थोड़ा क्लिप. हजुरहरूलाई पनि थोरै थोरै क्लिप देखाउँछु अनि थोरै थोरै क्लिपहरू चाहिँ हेर्दै गर्नु होला. अनि के हनिया त छ हामीसँग. हरियो खुर्सानी पनि छ तर हल्का सुकिया होला. हेर्नु त. नै जस्तो हुन्छ त्यस्तै गराउने. त्यस्तो फ्यान्सी पुरै होटलमा जस्तो बनाउनु पर्दैन सेफ. वी जस्ट वान्टेड टु मेक लाइक नर्मल वाला. अनि यहाँ नै म यहाँ हेर्दैछु क्या मेरो फेरि फोटो. ओहो सम्रीवाला आएको त कति घिनलाग्दो. सो सेफहरू चाहिँ लागि पर्नु भयो ल. सबैजना सेफ, फेरि सबैजना सेफ भएर अलिकति गाह्रो छ क्या. हेल्प गर न. के खाने? चिसो ल्याउने बाबु. शेफ देखो इधर क्या कर रहे हैं. शेफ आइए मेरे क्लास में, मैं आपको क्लास भी दिखाता हूँ. सो दिस इज माई एरिया वेयर आई एम डूइंग ऑनलाइन क्लासेस एंड ऑल. सो ये मैंने कल ही लिया था शेफ, आपने देखा होगा वीडियो में. सो यहाँ पर ओवन है. सो ओवन का मैं यूज बाद में करूँगा, अभी के लिए मैं यही करूँगा, ठीक है? सो आप आओगे फिर मैं आओगे. आओ अब बोलो, कुछ बोलना चाहते हो आप? क्या बोलना है मतलब? कुछ भी बोल सकते हो ना. सो दे आर प्रिपेयरिंग बिरयानी. अरे बिरयानी तो बनाना है लेकिन राइस तो भिगाना पड़ेगा ना. नहीं शेफ, राइस वहाँ पर है बेटा. बिरयानी राइस पुदीना धनिया हैन त्यो. आज आप दोनों ही हो शेफ, इंडियन शेफ आप दोनों, हम नहीं. आप कुछ बोलना चाहते हो शेफ? नहीं थ्याङ्क यू. म बनाउँछु अनि त्यसपछि म देखाएर फेरि फेरि बनाउनुहुन्छ त्यसपछि देखाउनुहुन्छ अरे. एकदम राम्रो हुनु पर्यो नि, टेस्टी वाला. म देखेको छु सेफ, राम्रोसँग हेर्नु त मलाई. देखेको छ. कति धेरै खाने मन छैन है सेफ? त्यही बिहान मस्ती. बिहान भात बचेछ. कम कम ठिक्कको बनाऊ बाबु. 2 गिलास बनाऊ हुन्छ होला. अघि 4 गिलास बनाएको. सेफ किन के बोल्नु न. अनि तपाईँ क्या बोलना है? कुछ बोलना है सेफ आपको? सेफ बोल रहे सेफ कुछ नहीं बोलेंगे. क्यों नहीं बोलेंगे सेफ? बोलेंगे बाद में बोलेंगे जब बिरयानी अच्छा बनेगी. अच्छा बनेगी तब ना बोलेंगे. आप बाहर आना चाहते हो सेफ? अभी बहुत ठंडी हवा चल रही है, पता नहीं क्या बहुत ज्यादा ही ठंडा. हाँ चपिङ बोर्ड साइडमा छ. यहाँ उता कसै 2टा चपिङ बोर्ड छ. यहाँ सेफ यहाँ हेर्नु त. यो तल त्यो तल ठिक छ. चल्छ है. अनि भन्नु नि के भन्नुहुन्छ मेरो भ्लगमा? यसमा अब हामी अहिले जोडिएका छौँ हामी यो किचनमा. हामीले सुरु गर्ने भनेका छौँ अगाडि पनि. इन्डियन चाइनिज अनि बारेमा होइन, यहाँ गोलौकी ग्रेभीहरू होइन, बेस कस्तो अनि थ्योरी टुक्रीको बारेमा कुरो चल्दैछ. अहिले सुरु गरौँ, डिनरको लागि सुरु गरौँ. अनि फेरि अब हामीले अगाडि के गर्यो कसो गर्ने मिटिङ हुँदैछ. मोहम्मद शेफ भित्र बस्नु भएको छ. उहाँले चाहिँ अब हाम्रो हिरो
अनि हामीले चाहिँ खास गरी हाम्रो कहिले पनि छुट्टी सँगै परेको थिएन हैन आएदेखि नै सँगै कहिले पनि छुट्टी परेको थियो सेफ बिरयानीको लागि भइसक्यो अब म फेरि ब्याक भएँ अनि म थोरै क्लिप देखाउन लागेँ कि यहाँ सेफले कटिङहरू सबै गरिसक्नु भयो अनि ऊ मिक्सरहरू रेडी छ अब राइस कुकर रेडी छ हामी चाहिँ राइस कुकरमा बनाउन लागि भयो सेफ चिकन म्यारिनेट भयो नि सर चिकन म्यारिनेसन पनि भइसक्यो चिकन म्यारिनेसन गरेर राख्नु भएको छ सो चिकन म्यारिनेसनमा त हामीले दही राख्नुपर्छ होइन सेफ दही सर हाल्दैछु म दही हाल्नु जिरा पाउडर गरम मसला रेड चिली पाउडर टर्मरिक पाउडर हालिसकेँ टर्मरिक पाउडर नै हाल्नु भइसक्यो सो एभ्रिथिङ एन्ड द म्यारिनेसन इज गोइङ अन अफ द हाइजिन सेफ यो बोल रहा है कि हाइजिन फलो गरेर होटल के जैसा हाँ हाइजिन फलो भनेको रेकर्ड भइसक्यो पुरो भएन सेफ तपाईँले चिकनलाई म्यारिनेट गरेर राख्नु भयो है ओके डन सो हाम्रो चाहिँ अब मेरो चाहिँ यो रुम हो अब मेरो क्लास चाहिँ अहिले एकछिनमा स्टार्ट हुन्छ अनि क्लास गरिसकेपछि चाहिँ अनि म त्यही पनि एकछिन यसो पढाए जस्तो गर्छु नि त मैले ए बाबु यहाँ मेरो भिडियो बनाइदिनु थोरै म पढाए जस्तो गर्छु पढाए जस्तो होइन पढाउँछु नि कसरी पढाउँछु हेर्नु होला है यहाँ मार्कर यहीँ छ अनि यो भयो डस्टर सो यत्तिकै गरेर यो समात ल यत्तिकै ल म देखिन्छु हेर म देखिन्छु तर पुरै नदेखि हुन्छ देखेछ सो टुडे सेसन इज अबाउट द क्रोसन डो अबाउट क्रोसन हाउ टु फोल्ड द क्रोसन हाउ टु फोल्ड द यु नो butter with the croissant and also the layering that we are getting the layering is in a different way कति भनेपछि तपाईको 16 layer 12 layer and 10 layer that is called croissant dough folding style so croissant dough folding style single double so means there is a 10 layer croissant dough folding 8 degrees Celsius if they cross this temperature then you have to use this so means सो मैले अब फेरि मेरो क्यामेरा लिएँ वापस अनि यसरी चाहिँ मैले पढाउँछु कि क्लासहरू चाहिँ यदि तपाईँहरू चाहिँ जोइन हुन चाहनुहुन्छ भने प्लिज जोइन माई सेसन माइट बी यु विल लर्न समथिङ फ्रम मी द्याट देयर इज अ लट अफ क्वेसन विल कम के सेफ हल्का अलिकति बानी बिग्रेको हुन्छ नि त मलाई स्पाइसी नर्मल आई क्यान इट लाइक 2-3 प्याकेट अफ दि के भन्छन् रामिन बट यो नर्मल हामीले रामिन खानुपर्ने रहेछ है रामिन यु लभ स्पाइसी नुडल्स द्याट रामिन यु डोन्ट लाइक इट ओके द सो सेफ के भयो सेफ अनि पाक्यो हाम्रो होस् बिरयानी सेफ क्या बना रहे हो आप अब के बनायो हामीले बिरयानी चिकन बिरयानीको चिकन मसला बनाएर रेडी छ हजुर बिरयानी कस्तो अलिकति धेरै नै उस भयो हैन र मसालेदार भएको छ नहीं झोल ज्यादा हो गया ना राइस अच्छा इसमें राइस पकाना है मुझे पता ही नहीं है मलाई थाहा छैन सचमै थाहा छैन कि कसरी बनाउँछ भनेर आई एम स्पिकिङ हिन्दी बिकज आई अलरेडी टोल्ड यु गाइज द्याट देयर इज अ वन पर्सन हु स्पिक ओन्ली हिन्दी आइदर वी हेभ टु स्पिक इङ्ग्लिस आइदर वी हेभ टु स्पिक नेपाली सो आई क्यान स्पिक बोथ सो या द्याट्स वाई एन्ड देखो सेफ कलेक्सन अफ माई क्या बोलते हैं इसको यो कप को 1 2 3 4 5 और वहाँ पर 1 है 6 और वहाँ 2 दुईटा चाहिँ भित्र उसमा छ के टुमारो 3 अफ आई हैव गॉट 3 ऑफ क्या बोले अब 3 दिन हो गया अभी ऑफ हुआ अगर पहिला भनेको भए त म घर जान्थेँ नि त्यो हैन अनि किन बस्थे म यहाँ त ठिकै छ जे हुन्छ राम्रोको लागि हुन्छ होला केही राम्रोको लागि नै हुन्छ होला यो लागि मार्छु एकछिनको लागि हैन किनभने धेरै काम छ नि त सो यहाँ राइस पाक्दैछ सेभ राइस चाहिँ के गर्नु लाग्यो हाफ बोइल गर्ने पहिला कति बजेर खै हेर्नु त टाइम 8 बज गया 8 कति भयो 8:40 अरे 8:30 को खाना पड़ेगा खाना 9 बजे तो मेरा बस रेडी चलते हैं अनि त्यहाँ कसले खोलिदिन्छ त अहिले दरवाजा फुल ओपन द दरवाजा ठीक है सेफ अनि
साँच्चै भन्दा खबरमा नै हो त नि। अनि भर्खरै के भएको छ साथीहरू थाहा छ? भर्खरै नेपाल रुटिन होइन, रुटिन अफ बन्द नेपाल के हो थाहा भएन। त्यसले चाहिँ हालेको छ कि कहाँ अरे जनकपुरबाट उडेको विमानको पाङ्ग्रा उही जनकपुरमा खसेको भएर काठमाडौँको लागि उडेको पाङ्ग्रा, सरी काठमाडौँको लागि उडेको जहाज उही पाङ्ग्रा खसेको, फर्स्ट अगाडिको पाङ्ग्रा खसेको। अनि अहिले यहाँ सेफली ल्यान्ड भएको छ अरे नेपालमै हुन्छ कि यस्ता यस्ती कुरा चाहिँ। भाइको नेपाल एकदमै रिच छ यस्ता यस्ती कुराको लागि चाहिँ। तर थ्याङ्क गड केही पनि भएन। गड अलवेज ग्रेटफुल फर दोज अल पिपुल कि एकदमै केही गर्नुभएको थियो होला, कसैको अब राम्रो कर्म थियो होला, त्यो रिजनले गर्दा चाहिँ भएन क्या। नत्र भने त कहाँ पाङ्ग्रा खस्नु भनेको नर्मल कुरा होइन नि त होइन। अनि सेफ केही भन्नु नै म एक्लै बोले भए के भन्नुहुन्छ? अब के भन्नु छ र के छैन लजा गरेको के भन्नु छ र के छैन। उसको नि 3टा गर्लफ्रेन्ड छ। तपाईँको? मेरो छैन, म घरबारे हुँ, छैन गर्लफ्रेन्ड। के हो घरबारे भनेको चाहिँ? घरबारे मिन्स शादीसुदा? देखो यो सेफको 3टा गर्लफ्रेन्ड चाहिँ अझै एउटा बनाउने हुनुहुन्छ होइन सेफ? तर होइन धातेको हो सेफहरू, एकदमै सोझो हुनुहुन्छ, एकदमै सोझो हुनुहुन्छ। अनि हाम्रो सबभन्दा सोझो चाहिँ हाम्रो सेफ हुनुहुन्छ होइन। उहाँको चाहिँ हजुरहरूले बड्डी भन्नुहुन्छ है? तपाईँहरूकोतिर बड्डी भन्छ कि भन्दैन? बर्थडेलाई नै बुढीलाई ए बड्डा भनेको बुढा ए त झापातिर भन्छ। झापामा होइन उता डाङमा। अनि कहाँको हो त्यो? डाङ होइन हाम्रो ए बुढा होइन हौ, बड्डी बड्डा त भन्दैन। भन्छ डाङमा भन्छ, भन्दैन डाङमा भन्छ क्या। कुन म त सुने भन्छ नि बड्डी बड्डा त भन्दैन भन्छ। अनि मिस म्याडम चाहिँ भन्छन्। एसके मिस म्याडम के लानमा छ आउनु नै पश्चिमतिरको भन्छ त्यो हाम्रो बड्डी भन्छ। झापातिर फेरि एउटा होइन त गेम खेल्छ आमामा। यो सोझो भनेको त हेर त के खेल्दैछ यो? पब्जी खेल्दैछन् सर, पब्जी। तर मलाई चाहिँ कहिले पनि पब्जी खेल्नु मन लागेन नि सेप। मनी खेल्नु वाक्क लाग्छ मलाई त। वाक्क लाग्छ तपाईँलाई? तपाईँ कहिले खेल्नु आएर वाक्क लाग्नुलाई? खेल्नु भएको छ तपाईँ? तर देखेर मलाई त्यो भन्नु न, खेल्नु र देख्नुमा फरक परिहाल्छ। भाइ बाबु खेल्छ होला नि छोरा? दिनेशको कल गरौँ। दिनेश खड्का उपर कल गर्नुहोस्। अनि हामी चाहिँ यस्तै गर्दै चाहिँ टाइम बिताउँदैछौँ। हाम्रो बिरयानी पाक्नु लागेको छ, अलमोस्ट पाक्नु लागेको छ। अहिले पाकिसकेपछि फेरि देखाउँछु तपाईँहरूलाई बिरयानी कस्तो भयो र के भयो भनेर चाहिँ। अब लास्टसम्म हेरिदिनु होला भन्छु भिडियो। अब त्यही नै हो, हाम्रो बिरयानी रेडी भएर चाहिँ अब हामी खानु लागेको। यी सबैजना रेडी खानको लागि चाहिँ, बिकज अलरेडी लेट भइसकेको छ। 8:30 भइसक्यो होला सायद, आई थिङ्क होइन 8:30 भइसक्यो। सो लेट, एकदमै लेट भएको छ। अब बिरयानी चाहिँ हामी जस्तो जे सामान थियो त्यही सामानले मात्र बनाएको। यति धेरै राम्रो बनेको छ पनि लाग्दैन मलाई, देख्नलाई चाहिँ राम्रो छैन, आई नो द्याट, बट खानलाई सो टेस्टी, आई नो। दिखाओ पल्टा देखो त्यो चलाउने सेफ। अरे यो भन्दा त अर्को चलायो भने थियो नि, यो नन स्टिक जान्छ नि यसले। हो गयो भयो। ए नन स्टिक बाबु नन स्टिक अर्को उडनको लिएर आऊ। अनि त्यो सो बिरयानी उहाँले बनाउनु भएको, उहाँले हाल्दै हुनुहुन्छ। सेफ कलरफुल भएन किन भएको छैन भनिदिनु न। हामीसँग केही चिजहरूको अलिकति कमी बेसी हुन, किनभने हामी चाहिँ सडनली यो प्लान बनाएको कि। अनि सडनली प्लान बनाएको रिजनले गर्दा चाहिँ हामी बाहिर गएर सामानहरू पनि ल्याउनु पाएनौँ। त्यो रिजनले गर्दा चाहिँ हाम्रो त्यति धेरै कलरफुल भएको छैन। जस्ट लाइक फर इक्जाम्पल हाम्रो यहाँ पुदिना छैन, पुदिना मिन्स मिन्ट लिभहरू केही हालेको छैन, हामीले ब्राउन अनियन हालेको छैन, जुन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। हामीले के भन्छ त्यसलाई सेप, गुलाब गुलाबको जल जस्तो के अरे अर्को जल, केउरा जल, एसेन्सहरू केही पनि हालेको छैन। त्यो रिजनले गर्दा चाहिँ हाम्रो केही पनि, बट खानको लागि चाहिँ सो रियली टेस्टी। सो अब हामी खान्छौँ, खाएर चाहिँ अनि बिदाबारी हुन्छौँ। किनभने सेफहरू पनि जानुपर्ने हुन्छ। सेफहरूलाई मैले चाहिँ यही बस्नु भनेको मान्नु भएन क्या सेफहरू। अब होला उहाँहरूको नि आफ्नो आफ्नो पर्सनल कुराहरू हुन्छ होइन। पहिला खाम सेफ पस्काउनुहुन्छ। के आयो? अरे डियर टीम, टुमारो मॉर्निंग ब्रेकफास्ट ओनली कोल्ड आइटम, ओनली कोल्ड आइटम। सो इसीलिए नहीं बुलाया ना शेफ। चलो ना, हो गया एक, देखो हो गया ना। अभी करो, क्या कर रहे हो आप लोग? ए पस्को
सो यही नै थियो छोटो मिठो भिडियो बनाएको कि छोटो मिठो एकदम सडनली ल आज प्लान बनाऊँ अनि एउटा कन्टेन्ट पनि हुन्छ भनेर चाहिँ मैले बनाएको खास गरी किनभने मलाई बोल्नुलाई चाहिँ एकदमै धेरै नै भनौँ न इम्पोर्टेन्ट परेको छ कि बाहिर म बोल्नै सक्दिनँ बोल्न चाहिँ एकदमै ट्राई गर्दैछु किनभने अलिक पब्लिकली बोल्न अलिकति लाज लाग्छ होइन तर बोल्छु नि म अनि भ्लग बनाएको बनाउँदै हिँड्ने काम पनि गर्छु डेफिनेटली गर्छु अनि त्यो चाहिँ अब धेरै टाढा छैन एकदमै नजिकै छ सो यो यहाँ चाहिँ बिरानी यसरी हाल्दैछ भाइले होइन भाइ चाहिँ फेरि अब कम्ती हेन्सी छैन हौ आमा मार्केटै खाइसक्यो नि त फेरि एकदम राम्रो छ बिरयानी के बनाउनु भयो सेफ यो के हो हामीले बिरयानीको चिकन बनाउँदै थियो त्यसको भिडियो जस्तो नाइ कहाँ हुन्छ तर लोकल बिरयानी जस्तो छ त सेफ के भन्नुहुन्छ तपाईँले अब म यही भन्न चाहन्छु कि आज टुडे इभिनिङ राम्रै हामीले आज उ गऱ्यौँ He wanted to speak English. He always trying to speak in English. But even like मेरो पनि त्यति राम्रो छैन मेरो प्रोनाउन्सिएसनहरु पनि त्यति राम्रो छैन मेरो ग्रामरहरु पनि राम्रो छैन तर ट्राई गर्नु नै ठुलो कुरा हो कि चाहे बिग्रोस् नबिग्रोस् इट्स नट इम्पोर्टेन्ट न सेफ कि बोल्नु नै ट्राई गर्नु नै एकदम कुरा हो नि त जस्तो कि हामीलाई फर इक्जाम्पल लाइक कि पहिला हामीलाई हिन्दी आउने थिएन अहिले हिन्दी बोल्दा बोल्दै हल्का हल्का बोल्ने भइसकेको छ इभन लाइक इन्डियन सेफलाई पनि हामीले ठर्काउने भइसक्यौँ हिन्दीमा सेफ आपको हम ना हिंदी में पिछाड़ देंगे पिछाड़ मीन्स पीछे कर देंगे पता है आपको क्योंकि अभी हम लर्निंग कर रहे हैं सो ऐसे ही मैंने बोला कि इंग्लिश भी एक जस्ट लैंग्वेज वी हैव टू अंडरस्टैंड वी कैन लर्न दैट्स इट नथिङ एल्स अनि त्यो चाहिँ हुनुपर्ने हुन्छ हामी चाहिँ सिक्नुपर्ने हुन्छ बिस्तारै बिस्तारै सिक्दै गरौँ लाइक के छ जिन्दगी सिक्नको लागि नै हो क्या सो भाइले पस्काइसक्यो मेरो म त खाइदिइहाल्छु त्यो होइन हजुरको यहाँ कुन हो यो म त हातले नखाने हो एक चम्मचले खानुपर्ने हुन्छ कि पिस पर्दैन हौ जस्तो भयो नि हुन्छ मलाई राम्रो नराम्रो चाहिएन टेस्ट चाहिँ राम्रो हुनु पर्यो अनि यो लाइफ अन्य किन भएको होइन सो टेस्ट मलाई राम्रो हुनु पर्यो क्या भयो क्या बोला कोल्ड में कम से कोल्ड का बुफे लगेगा खाए ल बिरयानी सेफ खानु न सेफर प्लीज इन्जॉय द बिरयानी ऐसे बन रहा है जैसे संस्कारी देखो कैसे संस्कारी बन रहा है बहुत हरामी है ये लड़का शेफ देखो कैसे खा रहे शेफ देखो कैसे खा रहे मैं खाए ल राम्रो छ बिरयानी बोलो फिर एक बार बोलो राम्रो छ बिरयानी राम्रो छ है He trying to speak Nepali. शेफ आप भी कुछ बोलना चाहते हो मैं अभी बिरयानी का मजा लूंगा फेरि बोलूंगा ओके अब चाहिँ हामी बिरयानी इन्जोय गर्छौँ पहिला अनि त्यसपछि चाहिँ अब आई थिङ्क उहाँहरू जाने बेलामा नै भेट्छ होला सो आजको लागि चाहिँ यति नै थियो साथीहरू अनि अब भोलि अब नयाँ भिडियोको साथमा चाहिँ नयाँ तरिकाले भेटौँला आजको लागि चाहिँ यति नै थियो गुड नाइट टु अल अफ यु गाइज बाई बाई टेक केयर एन्ड ह्याभ अ स्विट ड्रिम बाई